यो पाराले के होला खै जनता र देशको हित के खाएर बोलिस राति भयो विवादित बुद्धिजीवी भन्दै हामीले राखे थियौँ केही आशा तिम्रो अभिव्यक्ति सुन्दा जनता निराशा विदेश बस्ने नेपालीलाई मान्छे होइन झैँ गर्यौ हामीले पठाए रेमिटेन्सले तिम्रा पेट भर्यौ खोक्रो खालको तिम्रो भाषा नेपालीलाई चाहिँदैन विदेश भएको हामीहरूलाई हेप्न पाइँदैन म केही गर्छु भन्दै तिमी राजनीतिको खोल ओढ्दै जनतासँग भोट मागेको होइन हात जोड्दै सोझा साझी जनताले आश गरेर भोट दियौ त्यही भोटको बापत तिमीले मनमा चोट दियौ कोहीलाई भन्यौ सरकारी ठग गजेडी कोही भनेछौ अरूलाई दोष लगाएर राम्रो बन्याछौ अरूलाई दोष लगाएर राम्रो बन्याछौ